स्टार्ट उसले चलायो भने भेट्दैन के त्यो नमस्ते सबैजनालाई आज चाहिँ हामी पूर्व पश्चिम उत्तर दक्षिणबाट हामी एकसाथ भेला भएको छौँ मात्र 6 जना किरा कुनको आएको यसको हाल साइड ल यता 2 जना भ्यू यस्तो बवाल छ है एकचोटि पहिला त्यहाँ पुगेर आऊँ अनि कस्तो हुन्छ राम्रै छ भने त त्यहीँ बसिरहौँ नत्र त्यतै लगाऊँ है दाइ हुन्छ अहिले पिच रोड बनाएर यस्तो बवाल देखायो नि मलाई अहिले गाइस हो हान्दै हुन्थ्यो अहिले अलिकति मात्रै पिच बनाएको छ अब त्यो हामी हेर्न जाँदैछौँ होइन ट्याक्क लाएर यस्तो मौसमले नै च्यालेन्ज दिइरहेको छ हामी चाहिँ ट्याक्क लाएर मेरो पछाडि चाहिँ रश्मि दाइ हुनुहुन्छ रश्मि दाइलाई मैले ल यस्तो बवाल भ्यू छ है होइन घर पनि यतैतिर भएको मलाई कस्तो ठिक लाग्छ क्या एकदम ठिक नि अब उता काठमाडौँतिर अलिकति धुवा धुलो यहाँ त गर्मी पनि जाडो हो जाडोमा त यहाँ हिउँनै पर्छ यता चन्द्रगिरी जाने बाटो यता हामी तर यता जान्छौँ ल यस्तो केही देखेको छैन ल ओ माई गड ओ माई गड अब हामी चाहिँ गोदाम आइसकेका छौँ यो हो नि त सारा सृष्टि रुमाली ल यार मेरो उ सक्यो क्या होला त ल ए होइन ठिक छ उनीहरू जाओस् न है हो र ल म खोइ यहाँ पहिला त कुद्थ्यो त यार ल मैले याद सक्यो है कि क्या हो बाइक ल्याउनु पर्ने एकछिन कहाँनिर छ सक्यो एकछिन छोडिदिनु मैले अलिकति स्टक छ एकछिन स्टक छ कि अलिकति है त्यसले पुगिहाल्छ नि यति छ स्टक ए छ त ए पुग्छ यतिले होइन खतरा हाम्रो गन्तव्य यहाँसम्म मात्रै अहिले ठिक छ पुगिन्छ ए खतरा जम तेल सकिसक्यो जाउँ होइन हुन्छ होइन ठिक छ बाइक लिएर आउनु न त होइन धेरै नजाऊँ कि उतैसम्म त जाने हो नि यतिले घरसम्म पुग्छ बाइक लिएर आउनु कि होइन ठिक छ नि त अहिले त ओह्रालो त हो नि पाइप छ केटाहरूसँग पाइप त्यो पाइप छ त ए बोतलबाट बोतल छ ए ल 1 लिटर झिक नि त अहिले उ गरौँ ल होइन हो कि जम्न त तलै गएर आम एकछिन है होइन मसँग पैसा छ कि होइन हालेर आम होइन हालौँ अहिले पैसा हालौँ ल खोइ किन्न आएको भने बोतल झिक शुद्ध पाइन्छ भने हजुर एकछिन है कस्तो चल्नु पर्ने यार ल प्लास्टिक हाल्छ यहाँ पानी गऱ्यो प्लास्टिक झन् त्यो पेट्रोलले खाइदिन्छ टुक्रो टुक्रो पार्छ पेट्रोलले माथि
पस्छ हामीलाई त प्लास्टिक हाल्छ यहाँ पानी पऱ्यो प्लास्टिक झन् त्यो पेट्रोलले खाइदिन्छ टुक्रो टुक्रो पार्छ पेट्रोलले माथि यार मार्केट यस्तो बल छ नि हो के एफजेड त अब जस म अब झन् त्यो ब्ल्याकवाला त कस्तो खत्रै देखिन्छ क्या लुक्स पनि राम्रै छ भाइकोवाला ब्ल्याक कस्तो बल छ नि हो नि है अनि माइलेज चाहिँ यसै दिने भयो माइलेज त आफै कल्पना गर न 52 त नि 52 दिन्छ यार माइलेज चाहिँ त्यही त है मैले त नापेर चला हो मेरोले त 25-30 मात्रै दिन्छ क्या ट्याक्कै डबल हो भने त्यही भएर धेरै लामो मलाई धेरै पठाउने गर्नु मन लाग्दैन 1000 कमाएपछि भयो जस्तो लाग्छ क्या त्यसले त पठाउने त कामै छैन त्यो तिमीले त्यही हो जस्तो नला हो कि त्यही भएर तिमीले तिमीले पठाउने गऱ्यो भने त होइन के अरे यात्रीले गऱ्यो भने त बच्छ है खतरा तिमी त धनी हुन्छ हो धनी पनि हुन्छ त्यस्तो महसुस हुन्छ कि पैसा पैसा तिमीले यहाँबाट गर्दाखेरि जति पैसा बस्थ्यो नि त्यहाँबाट ठ्याक्कै डबलै बस्छ त्यही त बरु केटाहरूलाई कि पहिले यता यता आउनु पर्ने भन्नु थियो है ठुक्क सबै यतै आउनु पर्थ्यो रहेछ अघि है तर होइन यता नाम त्यतै मात्र छ फेरि यताको ल यता बन्द पो हो कि जस्तो लागेर है हजुर बन्द पो हो कि जस्तो लागेर है एकछिन है त्यो डिजेल मात्रै त होइन नि हजुर यहाँ डिजेल मात्रै त होइन नि है डिजेल मात्र त होइन अब पेट्रोल त है कि छैन त ल पेट्रोल पम्पै होइन त रहेछ त सञ्चालनमा आयो ल यहाँसम्म आइसक्यो उठ्यो त उठ्यो ल कुनै खान रहेछ त्यही मात्रै नि यात्रीको मार्केट यस्तो बल छ नि हो के एफजेड त अब जस म अब झन् त्यो ब्ल्याकवाला त कस्तो खत्रै देखिन्छ क्या लुक्स पनि राम्रै छ भाइकोवाला ब्ल्याक कस्तो बल छ नि हो नि है अनि माइलेज चाहिँ यसै दिने भयो माइलेज त आफै कल्पना गर न 52 त नि 52 दिन्छ यार माइलेज चाहिँ त्यही त है मैले त नापेर चला हो मेरोले त 25-30 मात्रै दिन्छ क्या ट्याक्कै डबल हो भने त्यही भएर धेरै लामो मलाई धेरै पठाउने गर्नु मन लाग्दैन 1000 कमाएपछि भयो जस्तो लाग्छ क्या त्यसले त पठाउने त कामै छैन त्यो तिमीले त्यही हो जस्तो नला हो कि त्यही भएर तिमीले तिमीले पठाउने गऱ्यो भने त होइन के अरे यात्रीले गऱ्यो भने त बच्छ है खतरा तिमी त धनी हुन्छ हो धनी पनि हुन्छ त्यस्तो महसुस हुन्छ कि पैसा पैसा तिमीले यहाँबाट गर्दाखेरि जति पैसा बस्थ्यो नि त्यहाँबाट ठ्याक्कै डबलै बस्छ त्यही त बरु केटाहरूलाई कि पहिले यता यता आउनु पर्ने भन्नु थियो है ठुक्क सबै यतै आउनु पर्थ्यो रहेछ अघि है तर होइन यता नाम त्यतै मात्र छ फेरि यताको ल यता बन्द पो हो कि जस्तो लागेर है हजुर बन्द पो हो कि जस्तो लागेर है एकछिन है त्यो डिजेल मात्रै त होइन नि हजुर यहाँ डिजेल मात्रै त होइन नि है डिजेल मात्र त होइन अब पेट्रोल त है कि छैन त ल पेट्रोल पम्पै होइन त रहेछ त सञ्चालनमा आयो ल यहाँसम्म आइसक्यो उठ्यो त उठ्यो ल कुनै खान रहेछ त्यही मात्रै नि बट के भएको यस्तो
आमामा के हो यस्तो देखिँदैन त यताको छ होला भनेर यताको अब त्यता नि बन्द रहेछ यता चाहिँ होला बेलुका जाने कि बेलुका बट के भएको यस्तो के हो यस्तो देखिँदैन त यताको छ होला भनेर यताको अब त्यता नि बन्द रहेछ यता चाहिँ होला बेलुका जाने कि बेलुका यताउता सार्छ नि त यो सन्दुक सारेर सन्दुक अलिकति ढिला भयो कि हामी उताको बाटो जानु लाग्थ्यो फेरि उताको बाटोमा नि फेरि गाडीहरू आइहाल्यो सिधै आइदिएको त यस्तो भयो उताको बाटो अब घुमेर नि के गइराख्नु है फेरि उताको बाटो भएछ तिनीहरू एफजेट अनि अरू भर्जनहरू चाहिँ कस्तो छ दाइ हजुर अरू भर्जन कस्तो छ अरू भर्जन एफजेटको के एफजेटको त भर्जन त्यो भित्रीवाला छ त्यो भित्रीहरू त नलिने हुन्छ हाम्रै गाडीले हुन्छ बाइकहरू त्यही त बाबाले त झन् नयाँ दसैँतिर किन्दा नि हुन्छ भनेर भन्यो फेरि कहाँ अब बिजे पनि बसिराख्दैन होला है बसिराख्दैन बरु नयाँ किन्नुभन्दा त बरु सेकेन्ड ह्यान्डै किनेको हो नि हो सेकेन्ड ह्यान्ड त पछि अब 1-2 वर्षपछि बेच्छु भने नि लगभग 5-10-12 हजार मात्रै घाटा हुन्छ होइन त्यही त त्यो पनि अब कन्डिसन तपाईँ हुन्छ राम्रो बरु दाइले चाहिँ हेरिदिनु पऱ्यो एकचोटि दाइले चाहिँ हेरिदिनु पऱ्यो तपाईँले चाहिँ के तपाईँले चाहिँ कहाँबाट हेर्नुहुन्छ अब एभरेज होइन 170-80सम्म केही पनि मेन्टेनै गर्नु पर्दैन कि 170-80को बजेट बनायो भने चाहिँ बबालै पर्छ भाइ होइन हेर्दाखेरि नै भिटु चाहिँ खत्रै राख्छ क्या है भिटु खत्रै
केटाहरू कुरा भयो होला कति हाल्यो त्यो फुल मैले 500 हालेको बाटोमा फोटो खिच्ने आउने केटाहरू बसिरह होला ए ल कहाँ गएछ केटाहरू अलिक माथि ए होइन भाइ अन्त फुटबल हान्न गयो क्या हो ए फोटो खिच्दै रहेछ सोनम सोनम तिनीहरू होइन हो तिनीहरू होइन जाउँ न त एकछिन हामीले आज चाहिँ के हो यार मौसमले खतरा च्यालेन्ज दिइरह सिधै आउँदै हुनुहुन्छ यो भित्र हाल्नु ए होइन ऊ हालिहाल्छ कि एकछिनमा है के गर्ने हो ल ल अहिले ल यतै राखिदिउँ न त जुगा आउँछ कसले गीत गाइरह बाछे स्वर्गको स्वर्ग सबले म त अहिले टुरमा छ कि है खै जापानिज टुरमा छ जस्तो लाग्यो हो र म त त्यस्तो फलो गरेको छैन उसलाई चाहिँ ए यस्तो छ है क्याच यहाँ आर्मी ब्यारेक तिनीहरूलाई थाहा छ कि छैन हो रोबोट यस्तो बनाएको यार के हो गाइस यो त के होइन कि बाबु यो ठाउँ त त्यतिखेर हाँस न हेट भाइ जबरजस्ती हो ल अहिलेको जस्तो ल तलबाट यताबाट ल त यो रुखैदेखि गरेर त्यो खुट्टासम्म चाहिँ होइन यताउता सार्छ नि त यो सन्दुक सारेर सन्दुक ए अलिकति ढिला भयो कि हामी उताको बाटो जानु लाग्थ्यो फेरि उताको बाटोमा नि फेरि गाडीहरू आइहाल्यो सिधै आइदिएको त यस्तो भयो उताको बाटो अब घुमेर नि के गइराख्नु है फेरि उताको बाटो भएछ तिनीहरू एफसेट अनि अरू भर्जनहरू चाहिँ कस्तो छ दाइ हजुर अरू भर्जन कस्तो छ अरू भर्जन एफसेटको के एफसेटको त भर्जन त्यो भित्रीवाला छ त्यो भित्रीहरू त नलिने हुन्छ हाम्रै गाडीले हुन्छ बाइकहरू त्यही त बाबाले त झन् नयाँ दसैँतिर किन्दा नि हुन्छ भनेर भन्यो फेरि कहाँ अब बिजे पनि बसिराख्दैन होला है बसिराख्दैन बरु नयाँ किन्नुभन्दा त बरु सेकेन्ड ह्यान्डै किनेको हो नि हो सेकेन्ड ह्यान्ड त पछि अब 1-2 वर्षपछि बेच्छु भने नि लगभग 5-10-12 हजार मात्रै घाटा हुन्छ होइन त्यही छ त्यो पनि अब कन्डिसन तपाईँ हुन्छ बरु दाइले चाहिँ हेरिदिनु पऱ्यो एकचोटि दाइले चाहिँ हेरिदिनु पऱ्यो है
तपाईँले के तपाईँले चाहिँ कहाँबाट हेर्नुहुन्छ? अब यात्रित होइन 170-80सम्म केही पनि मेन्टेनै गर्नु पर्दैन कि 170-80को बजेट बनायो भने चाहिँ बजारमै पर्छ भाइ होइन हेर्दाखेरि सही छैन खै हेर्दाखेरि नै भिटु चाहिँ खत्रै लाग्छ क्या है भिडियो खत्रै केटाहरू कुरा भयो होला कति हाल्यो त्यो फुल मैले 500 हालेको बाटोमा फोटो खिच्ने आउने केटाहरू बसिरह होला ए ल कहाँ गएछ केटाहरू अलिक माथि ल ए होइन भाइ अन्त फुटबल हान्न गयो क्या हो ए फोटो खिच्दै रहेछ सोनम सोनम तिनीहरू होइन हो तिनीहरू होइन जाउँ न त एकछिन हामीले आज चाहिँ के हो यार मौसमले खतरा च्यालेन्ज दिइरह सिधै आउँदै हुनुहुन्छ यो भित्र हाल्नु ए होइन ऊ हालिहाल्छ कि एकछिनमा है के गर्ने हो ल ल अहिले ल यतै राखिदिउँ न त जुग आउँछ कसले गीत गाइरह बाछे स्वर्गको स्वर्ग सबले म त अहिले टुरमा छ कि है खै जापानिज टुरमा छ जस्तो लाग्यो हो र म त त्यस्तो फलो गरेको छैन उसलाई चाहिँ ए यस्तो छ है क्याच यहाँ आर्मी ब्यारेक तिनीहरूलाई थाहा छ कि छैन हो रोबोट यस्तो बनाएको यार के हो गाइड यो त के होइन कि बाबु यो ठाउँ त त्यतिखेर हाँस न जबरजस्ती हो ल अहिलेको जस्तो ल तलबाट यताबाट होला त यो रुखै देखिने गरेर त्यो खुट्टासम्म चाहिँ होइन खाल्टो है दाइ भिडियोको लागि केही भन्दिनु नि त तपाईँले कि भिडियोको लागि केही भन्नु पर्यो यो भिडियोको लागि खै मलाई नि बोल्नै आउँदैन होला त्यस्तो कन्सेप्टै छैन हुँदैन यो पनि एउटा हुनुपर्दो रहेछ कि अलिक वरदान हो वरदान हो कि जस्तै सिमोनहरूले चाहिँ फेरि बबाले बोल्छ बोल्छ
एउटा टपिक पाउनुपर्छ बोलिदिन्छ क्या ए यो नि एउटा च्यालेन्ज हुनुपर्छ यही हो पिच रोड भनेको अब यहाँबाट सुरु हुन्छ थोरै खतरा अफरोड रहेछ है यहाँ अब यहाँबाट चाहिँ आयो है हाम्रो मेन बाटो अहिले त यहाँबाट माथि एक प्लट त्यहाँसम्म एउटा होटल जस्तो छ नि त्यो माथि हो त्यहीँसम्म होइन त्यहाँ सुकुटी खाना हो नि ए त्यहीँसम्म छ गाडी यो नि त भ्यू भने अगाडि जाऊ भनौँ न यिनीहरूलाई जहाँसम्म पिच रोड छ त्यहीसम्म गयो भने त 220 ए कुन हो 150 हो तेल दिँदैन नि ए हो के हो यार पिज्जा फेर्दैछ खै उनीहरू त आएन त हौ अहिले त मिठो लाग्छ कि यो साउन्ड मलाई एकदम मिठो लाग्छ कि मैले गाउँघरमा कराउँथ्यो नि त सुनेर राति मिठो निन्द्रा आउने कि यो सुन्यो भने त्यही त उहीँसम्म बना त अब सक्यो अब सक्यो उनीहरू पनि फेरि कहाँसम्म जाने हो फेरि उनीहरू त सब गइदिएला ए भन्यो यहीँसम्म हो यहाँबाट सक्यो दाइ बनाइसक्यो खै पहिला यहाँसम्म थियो हो पहिला यहीँसम्म थियो त्यही त नि अहिले बढाइसक्यो ए उहीँसम्म बजाउनु ए तिनीहरू माथि नै गयो कि धेरै नै माथि नजाऊ हो यो पिच रोडसम्म पो हेर्न आएको त यहाँसम्म मात्र हो क्या यहीँ गरौँ नि त के हेर्न जाने हो त उताबाट भ्यू छ ढिलो बाटो छ फेरि जाने कि नजाने भयो फोटो खिच्नु पऱ्यो ल ल दाइ डोजर चलाउनु पऱ्यो ल डोजर यस्तोमा एकदम फोटोहरू एन्टिक आउँछ नि अहिले त ल पुरै भिडियो है
ल दाइ भिडियोको लागि केही भन्नु नि त तपाईँले कि भिडियोको लागि केही भन्नु पऱ्यो मलाई खास कन्सेप्टै भनेर भने के को लागि यो भिडियोको लागि खै मलाई नि बोल्नै आउँदैन भने त्यस्तो म त्यो कन्सेप्टै छैन हुँदैन यो पनि एउटा हुनुपर्दो रहेछ कि अलिक वरदान हो वरदान हो नि यो जस्तै सिमोनहरूले चाहिँ फेरि बबाले बोल्छ नि बोल्छ एउटा टपिक पाउनुपर्छ बोलिदिन्छ क्या ए यो नि एउटा ट्यालेन्ट हुनुपर्छ यही हो पिच रोड भनेको अब यहाँबाट सुरु हुन्छ थोरै खतरा अफरोड रहेछ है यहाँ यहाँबाट चाहिँ आयो है हाम्रो मेन बाटो अहिले त यहाँबाट माथि एक प्लट त्यहाँसम्म एउटा होटल जस्तो छ नि त्यो माथि हो त्यहीँसम्म पहिला त्यहाँ सुकुटी खाना हो नि ए त्यहीँसम्म छ गाडी यो नि त भ्यू अनि अगाडि जाऊ भनौँ न यिनीहरूलाई जहाँसम्म पिच रोड छ त्यहीसम्म गयो भने त पठाउ भन्छ नि 220 कुन हो 150 हो त्यो पाउँछ तेल लिटर नि पाउँछ ए हो के हो यार पिज्जा फेर्दैछ खै उनीहरू त आएन त हौ अहिले त मिठो लाग्छ कि यो साउन्ड मलाई एकदम मिठो लाग्छ कि मैले गाउँघरमा कराउँथ्यो नि त सुत्ने राति मिठो निन्द्रा आउने कि यो सुन्यो भने त्यही त उहीँसम्म बना त अब सक्यो उनीहरू पनि फेरि कहाँसम्म जाने हो फेरि उनीहरू त सब गइदिएला ए भन्यो यहीँसम्म हो यहाँबाट सक्यो दाइ बनाइसक्यो खै पहिला यहाँसम्म थियो हो पहिला यहीँसम्म थियो त्यही त अहिले बनाइसक्यो ए उहीँसम्म ए तिनीहरू माथि नै गयो कि धेरै नै माथि नजाऊ हो यो पिच रोडसम्म पो हेर्न आएको त यहाँसम्म मात्र हो क्या यहीँ गरौँ त कि हेर्न जाने हो त उताबाट भ्यू छ ढिलो बाटो छ फेरि जाने कि नजाने भयो ल
ल दाइ डोजर चलाउनु पर्यो ल डोजर त्यस्तोमा एकदम फोटोहरू एन्टिक आउँछ नि बिहाले बुलेट कस्तो लाग्यो मलाई त्यस्तो मन पर्दैन हो र मलाई त्यस्तो केही लाग्दैन बुलेट नि चलाउनु चाहिँ मजा आउँछ बिहाले बुलेट कस्तो लाग्यो मलाई त्यस्तो मन पर्दैन हो र मलाई त्यस्तो केही लाग्दैन बुलेट नि चलाउनु चाहिँ